पार्टीका खास गरी कथित कम्युनिस्ट हौं भन्ने नेताहरूले नेपालको कालजयी इतिहास भएको राज संस्थाको विरुद्धमा तमाम अफवाहहरू फैलाए। मैले अगाडि भने दुर्गा प्रसाईले सिंहदरबार जलाउने, सर्वोच्च अदालत जलाउने को थिए र त्यहाँ कसले षड्यन्त्र र साजिस गरिरहेका थिए भन्ने कुराको अभिव्यक्ति दिए, त्यसको प्रमाण दिए। त्यसको भोलिपल्ट तिल मिलाएर दुर्गा प्रसाईको गिरफ्तारी गरियो। यसमा म प्रहरीका आदरणीय आईजीपी साहबलाई उहाँप्रति ठूलो आस्था थियो। यो भन्दा अगाडिका सबै प्रहरी संगठनका प्रमुखहरू, नेतृत्वहरू यी अपराधी नेताहरूको दास बनेर नेपाली नागरिकको पक्षमा काम गर्न सकेनन्। त्यसैले म उहाँलाई निवेदन गर्न चाहन्छु, यो सार्वजनिक मिडिया मार्फत तपाईँ कानुनको पालन गर्ने हो कि यिनै अपराधीले भनेको आज्ञा आदेश पालन गरेर बस्ने हो? केही न केही त परिवर्तन गर्नु पर्यो। होइन भनेदेखि देशव्यापी रूपमा राजनीतिक दलका नेताहरूले गरेको अपराध र भ्रष्टाचारको प्रहरी पनि टुलु टुलु हेरेर बस्ने र नागरिकलाई मात्र थिचोमिचो गर्ने, दुर्गा प्रसाईलाई मात्र थिचोमिचो गर्ने, सामान्य नागरिकलाई मात्र गिरफ्तारी गर्ने हो भनेदेखि हामीले प्रहरीमाथि, नेपाली नागरिकहरूले प्रहरीमाथि गरिरहेको आस्था र भरोसा के हुन्छ? यो आस्था र भरोसा नागरिकहरूको टुट्न गयो भनेदेखि यो पनि म सम्झाउन चाहन्छु। 23 र 24 गते नेपालको प्रहरी संगठनको हालत के भयो? त्यो प्रहरी संगठनलाई कस्तो बनाएको रहेछ 36 वर्षदेखि शासन गर्ने कांग्रेस एमाले माओवादीहरूले? संगठनात्मक संरचना कस्तो रहेछ? तिनीहरूको सुदृढीकरण कस्तो रहेछ? प्रहरीको सुदृढीकरणमा कति ध्यान दिएको रहेछ? 2 घण्टा 3 घण्टाको अवधिमा त्यो आन्दोलनलाई त्यति पनि थेक्न थाम्न नसक्ने अवस्थामा कसरी पुग्यो प्रहरी संगठन? सुरक्षा फौजहरू, सुरक्षा कर्मीहरू कसरी पुगे? त्यसैले यो भएको सबै दलप्रतिको वफादारीता। त्यसैले दलप्रतिको वफादारीता छोड्दिनुहोस्, दलप्रतिको दासता छोड्दिनुहोस्, नेपाली नागरिक र नेपाल देशको पक्षमा लाग्नुहोस्। मैले त्यो सन्दर्भ भन्दै थिएँ। केही दिन अगाडि दुर्गा प्रसाईले राजदरबार हत्याकाण्डको सम्बन्धमा एउटा कुरा, महत्त्वपूर्ण कुरा खुलासा गर्नुभएको थियो। बाबुराम भट्टराईलाई, जो यो देशको सबैभन्दा ठुलो कुलङ्गार हो, यो देशको सबैभन्दा ठुलो देशद्रोही हो, त्यसलाई नाकामा खुर्सानी हालेर राजदरबार हत्याकाण्ड कसले गरेको भनेर सोधौँ त सबै कुरा ओकलिन्छ। जब त्यो कुरो भने यी देशद्रोहीहरू त्यहाँ बाबुराम भट्टराई मात्र जोडिँदैनथे, प्रचण्ड लगायतका यी विदेशीका यी भरियाहरू, विदेशीका खेतलाहरू तिल मिलाएर अब जसरी दुर्गा प्रसाईले कम्बोडियाको घटना बाहिर ल्याइदिए त्यसै गरी राजदरबार हत्याकाण्डको वास्तविकता पनि ल्याइदिन्छन् भनेर तिल मिलाएर दुर्गा प्रसाईको विरुद्धमा देशद्रोही यी अपराधी विदेशीका भरियाहरू, विदेशी क्रिस्चियन मिसनरीका खेतलाहरू सबै तिल मिलाएर यो दुर्गा प्रसाईको गिरफ्तारी गर्नको लागि तिनीहरूले साजिस गरेर सुशीला कार्की र ओ मरियालको कान फुके। त्यसको आधारमा दुर्गा प्रसाईको गिरफ्तारी भएको। त्यसैले खबरदार, हामी कुनै न कुनै दिन पत्ता लगाउँछौँ, देशभक्तहरूले पत्ता लगाउँछन् राजदरबार हत्याकाण्ड कसले गरेको थियो, तिमीहरूले के अपराध गर्यौ र राजालाई ती सबै अपराधका दोषहरू लगायौ, राज संस्थामाथि हिलो छेप्ने काम गर्यौ। मैले खबरदारी गरेँ यो सार्वजनिक सञ्चार माध्यम मार्फत, एउटा पनि राज संस्थाले यो देश र जनताका विरुद्ध गरेको अपराध कसुरको प्रमाण एउटा पनि देखाउन सक, म तिमीलाई चुनौती दिन चाहन्छु। तर तिमीले गरेका यो देश र जनताका विरुद्ध गरेका हजारौं अपराधका प्रमाण हामीले बग्रेलती अदालतमा पेश गरेका छौं, बग्रेलती हामीले अख्तियारमा पेश गरेका छौं, बग्रेलती प्रहरी कार्यालयमा जारी साथ पेश गरेका छौं। त्यसको सामना गर्न तयार भएर बस। म फेरि दोहोऱ्याएर भन्छु, राज संस्थाको विरुद्धमा अहिलेसम्म 36 वर्षदेखि तिमीले जुन हिलो छेप्ने काम गर्यौ, एउटा प्रमाण देखाऊ। चाहे धर्मको सम्बन्धमा होस्, चाहे अन्य जात जातिमा चाहिँ अनुदार थिए राजा, सावंशीय राजाहरू भन्ने कुरा तिमीले अफवाह फैलायौ, त्यसको प्रमाण पुष्टि हुने प्रमाण देखाउन सक। दरबार हत्याकाण्डको आरोप लगायो। मैले मूर्ति चोरको बारेमा त कयौं मिडियाहरुमा बोलिसकेको छु, खास मूर्ति चोर भनेको प्रचण्ड हुन् भनेर भनिसकेको छु र कार्जिन लामालाई मूर्ति चोरे बापत पुरस्कार स्वरूप मन्त्री बनाउने प्रचण्ड हुन्। लस एन्जेल्स नाम गरेको विदेशी नागरिकलाई, अमेरिकन नागरिकलाई राज संस्थाले मूर्ति चोरेको आरोपमा प्रतिबन्ध लगाएको थियो नेपाल प्रवेश गर्नको लागि। गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री भइसकेपछि 2048 सालमा बोलाएर ल्याएर मूर्ति चोर्ने काममा 20 वर्षको लागि त्यो लस एन्जेल्स नाम गरेको नागरिकलाई, अमेरिकन नागरिकलाई नेपालमा राख्ने बस्ने अनुमति दिएको हो। त्यसकारणले मैले प्रश्न गर्न चाहन्छु, मूर्ति चोर कांग्रेस र कम्युनिस्टहरू हुन् कि राजा हुन्? राजदरबार हत्याकाण्ड कसले घटायो? बाबुरामको मात्र होइन, गिरिजा मरेर गए,
अब तिनलाई हामी भेट्न सक्दैनौँ। प्रचण्ड, बाबुराम भट्टराई, माधव कुमार नेपालको नाकमा मात्र होइन कानमा पनि खुर्सानी हालेर सोधौँ त कसले घटाएको रहेछ? एउटा अपराधी अमेरिकामा बसेर हिजो अस्ति यहाँ आएको रहेछ, त्यसलाई नेपाल प्रहरीले गिरफ्तार गर्नु पर्थ्यो। त्यस बेलाको प्रधान सेनापति हो, त्यसको आँखामा खुर्सानी हालेर सोधौँ त कसले राजदरबार हत्याकाण्ड घटाएको रहेछ? त्यसैले 36 वर्षदेखि भएको यो सम्पूर्ण प्रपञ्च नेपालको एकीकरणको विरुद्धमा, नेपाल जुन पहिला अवस्थामा थियो 2200 र 2400 टुक्राहरूमा, त्यही टुक्रामा पुर्याउने, नेपाल ध्वस्त गर्ने, नेपालको स्वाधीनता खत्तम गर्ने, कालजाई इतिहास बर्बाद गर्ने, पूर्वीय दर्शनको उद्गम स्थल नेपाल, यसलाई बर्बाद गर्ने र नेपालको स्वाधीनता नष्ट गरेर पश्चिमा शक्तिहरूले आफ्नो इच्छाअनुसारको परम्परा, धर्म, संस्कार, संस्कृति लाद्ने उद्देश्यबाट काङ्ग्रेस, कम्युनिस्ट नाम गरेका यी अपराधीहरूको जन्म गराएको कुरा हजारौं तथ्यबाट बुझिने तथ्य, देखिने तथ्य, स्पष्ट हुने तथ्यबाट पुष्टि भइसकेको कारणले गर्दा मैले अन्तिममा आम नेपाली नागरिकहरूलाई यो दुर्गा प्रसाईको रिहाईको सम्बन्धमा हामीले जुन आज आवाज उठाइरहेका छौँ, सञ्चार माध्यम मार्फत मेचीदेखि महाकालीसम्म सबै आम नेपाली, देशभक्त नेपाली नागरिकहरूले दुर्गा प्रसाईको केही कसूर छैन, देश बचाउँ भनेका हुन्, धर्म बचाउँ भनेका हुन्, देशको स्वाधीनता बचाउँ भनेका हुन्, विदेशीको क्रीडास्थल हुन आँटो नेपाल, त्यसबाट जोगाउँ नेपाललाई भनेका हुन्, त्यही हो कसूर दुर्गा प्रसाईको। सीके प्रसाईले देश टुक्राउँ भनेको खै त्यसलाई गिरफ्तार गरेको। त्यस कारणले गर्दा दुर्गा प्रसाईको रिहाईको सम्बन्धमा मेचीदेखि महाकालीमा रहेका सम्पूर्ण देशभक्त नागरिकहरूले आवाज उठाउनको लागि समेत यो लोकप्रिय सञ्चार माध्यम मार्फत आह्वान र निवेदन गर्दै म मेरा धारणाहरू यही अन्त्य गर्दछु। धन्यवाद। मैले अहिले तपाईले भनिरहेको कुरा सुनिन, उनले तपाईको कुरा सुने, खड्ग प्रसाद ओलीको मुखबाट यो बोलिएको कुरा मैले आधिकारिक रूपमा सुनेको छैन। म बिहानदेखि नै मेरो आफ्नो कर्ममा, काममा व्यस्त भएको कारणले अब तपाईँ एउटा पत्रकारको कुरालाई म नपत्याउने भन्ने कुरा रहँदैन। तपाईले भन्नुभयो यदि त्यस्तो कुरा हो र खड्ग प्रसाद ओलीको साजिस बमोजिम नै खड्ग प्रसाद ओली र खड्ग प्रसाद ओली समूह, म स्पष्ट वक्ता हुँ, खड्ग प्रसाद ओली समूहलाई बचाउ गर्ने, खड्ग प्रसाद ओली समूह र नेकपा एमालेलाई संरक्षण गर्ने नियतबाट दुर्गा प्रसाई काहीँ कतैबाट परिचालित भएका छन् भनेदेखि यो अहिले म तपाईको सार्वजनिक माध्यममा जे कुरा बोलिरहेको छु, यदि त्यो कुरा पुष्टि भयो भनेदेखि दुर्गा प्रसाईलाई अहिले मैले जुन मेरो दिलदेखि समर्थन गरेर रिहाईको माग गरिरहेको छु, तत्काल दुर्गा प्रसाईलाई रिहाई हुनु हुँदैन भनेर म फेरि यसै गरी व्यक्तिगत रूपमा पत्रकार सम्मेलन गर्नेछु। कुन अवस्थामा भन्दा यदि दुर्गा प्रसाई प्रयोग भएर खड्ग प्रसाद ओलीको तर्फबाट प्रयोग भएर नेकपा एमाले, यहाँ त घुमाउरो हुन्छ कुराहरू, नेकपा एमालेलाई कतैबाट संरक्षण गर्ने, ती अपराधीहरूलाई अस्ति 76 जना मारेको अपराधबाट उन्मुक्ति दिनको लागि घुमाउरो पारबाट साजिस षड्यन्त्र काहीँ कतैबाट दुर्गा प्रसाई मार्फत गराइएको हो भने दुर्गा प्रसाईको विरुद्धमा म आफै पत्रकार सम्मेलन गर्नेछु भन्ने समेत म धारणा राख्न चाहन्छु। अब त्यसलाई चाहिँ त्यसरी यो संयोग पनि हुन सक्छ हैन। पछिल्लो चरणमा त दुर्गा प्रसाईले बालनको परिवारको सम्बन्धमा जे कुरा बोले त्यसमा म एकदमै हृदयदेखि क्षमा चाहन्छु भनेर भनिसक्नु भएको छ। अब त्यस्तै क्षमा याचना त खड्ग प्रसाद ओलीले त्यो जीवनमा उनले गर्दैनन्, त्यो नगर्लान्। अब त्यहाँ चाहिँ यो संयोग मात्र हो भन्ने ठान्छु। तर अगाडिको प्रश्नमा तपाईको प्रश्न पनि गहकिलो प्रश्न छ। दुईटै शक्ति चाहिँ अहिले बालनको विरुद्धमा लागेको कारणले गर्दा काहीँ कतै साजिस षड्यन्त्रबाट यिनीहरू दुई शक्ति चाहिँ दुर्गा प्रसाई र एमाले चाहिँ अर्थात् खड्ग प्रसाद ओली चाहिँ एक भएका हुन् कि भन्ने कुरा छ। त्यो मलाई जहाँसम्म लाग्छ त्यो सम्भव छैन, हुँदैन। त्यो एक प्रकारले संयोग, कोइन्सिडेन्स मात्र भएको हुनसक्छ। अब अन्यथा भएको रहेछ भने अगाडि नै मैले भनिदिइसकेँ, यस्तो साजिस षड्यन्त्रको राजनीति म बुझ्दिनँ। म स्ट्रेट कुरा गर्छु, खड्ग प्रसाद ओली जहिले पनि देशद्रोही र अपराधी हुन्, भ्रष्ट हुन्। त्यसैले तिनको पक्षमा दुर्गा प्रसाई जानु भनेको अहिले नेपाली नागरिकहरूको जुन साथ समर्थन पाइरहेको छ त्यो साथ समर्थन गुमाउनु हुन्छ।